बुढा भनेको त हजुरको जस्तो पो हुनुपर्छ, सोझो जागरिलो इमान्दार भनेर सबैजनाले मलाई भन्नुहुन्छ। हेलो झोडले एन्ड नमस्ते साथीहरू, म सीमा मगरको तर्फबाट फेरि पनि अर्को छोटो मिठो मिनी भ्लग। हिजो चाहिँ नि मैले भ्लग हाल्न पाएको थिएन साथीहरू, किनभने म चाहिँ नि एकदमै बिजी थिएँ बजारमा। अनि बजार चाहिँ नि 2082 को लास्ट बजार हो। अब अर्को बजार सिधा 2083 मा लाग्नेछ। शुक्रबार यहाँ बजार लागिरहेको छ। चाहिँ नि शनिबार हो साथीहरू। यो सबै कामहरू सकेर हाम्रो दिदीहरू पहाड जानु भइसकेको थियो के, कुलन पूजा थियो नि त। अब 3-4 दिन आउँदैनन् पहाडबाट। अनि तिम्रो दुईजना बुढाबुढी भएर यहाँ काम गर्दै है, एकछिन सफाई गर्दै भन्नुभएको थियो मेरो दिदीले। अनि हुन्छ दिदी भनेर हामीले चाहिँ नानी बाबुहरू घरै छोडेर आयौँ यहाँ सफा गर्नलाई। अनि कामहरू त हुँदै गर्छ, खै फ्रिज खोलेर हेरौँ के रहेछ भनेर हेरेँ। अनि हेरेको त यहाँ चिकन ललिपप, अनि यतापट्टि हेरेको त खोलाको माछा रहेछ जो कि आफूले मारेर ल्याउनु भएको थियो। म पनि फ्रिज बन्द गरेर आफ्नो कामतर्फ लागे। अनि यहाँ सीसी क्यामेराबाट फेरि हाम्रो भिनाजुले हामीलाई हेरिराख्नु भएको छ के, हेर्नु भेन हामीलाई कसरी काम गर्दैछौ भनेर हामी पनि यहाँ कुरा गर्न लाग्यौँ, झाडु उठाइ। अनि त मेरो बुढाले धेरै कुरा नगरौँ अब काम गरौँ भन्नुभयो कि यस्तरी रिसाएर हेरेको मैले चाहिँ नि। अनि त्यही रिसको झोकमा हेर्नु साथीहरू, मैले चाहिँ नि कसरी भाडा धुँदैछु, सारा रिस मैले चाहिँ नि भाडामा खनाएँ भनेर भन्न नमिलेको साथीहरू। अब मैले रिस भाडामा खनाएँ भने त यो सिसाको गिलासहरू सबै फुटिहाल्छ नि। सो मैले चाहिँ नि सम्हालेर काम गरेँ। यतातिर चाहिँ नि मेरो बुढाले यो किचनहरू पुरै क्लिन गर्नुभएको रहेछ। अनि मैले धोको भाडाको पानी पनि यहाँ फ्याँक्न लाउनु भयो। आमामा कति काम लगाएको आफ्नो बुढालाई भनेर चाहिँ नि मलाई कमेन्टमा नभन्नु होला है साथीहरू। त दुवैजनाले मिलेर गर्छौँ, तर म भन्दा धेरै काम चाहिँ नि मेरै बुढाले गर्नुहुन्छ। जस्तो कि हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ, यो पनि मेरै बुढाले गर्नुभएको हो। मैले चाहिँ नि भाडा मात्रै मोलेकै साथीहरू, अब भाडा मोलेरै भ्याएन। अनि हामीले चाहिँ नि काम 1 घन्टामा फिनिस गरेको थियो साथीहरू। यदि म एक्लै भएको भए यो हुन सक्थेन, जो कि हाम्रो हस्बेन्ड हुनुहुन्छ यहाँको मेन मान्छे। मतलब यति फास्ट हुनुहुन्छ कि एकछिन बस्नुहुन्न, अनि बसेको मान्छेलाई पनि छिटो गरेर गइहालौँ भन्नुहुन्छ। सो भ्याइयो हाम्रो कामको काम त सकियो साथीहरू। फेरि घर गएर पनि केटाकेटीहरूलाई नुहाउनु छ, हामी पनि नुहाउनु छ। सो हामी यहाँबाट निस्कियौँ। अनि हामी ठ्याक्क जाने बेला चाहिँ नि उताबाट हाम्रो नानीहरू आएन कि रुँदै। अनि त्यसपछि हामीले पनि घर लिएर गयौँ। थ्याङ्क यू सो मच साथीहरू, मेरो भिडियो यहाँसम्म हेरिदिनु भएकोमा आजको लागि यतिले। फेरि भोलि भेटौँला, बाई बाई।